आज चाहिँ हामी चाहिँ 2025 को लास्ट बारबिक्यू गर्न आइरहेछौँ हाम्रो बहिनी जाको घरमा। यहाँभित्र चाहिँ कस्तो हुँदैछ म चाहिँ हेर्दैछु होइन। ल भरत दाइ नमस्कार है, आज हाम्रो लेजेन्डरी भरत दाइ होइन। अनि ल जेठान है नमस्कार है। नमस्कार। उहाँ चाहिँ मेरो बहिनीको बुढा जेठान, ठुलो जेठान भन्नुभएको छ। आगो चाहिँ यहाँ मजाले बलिरहेको छ होइन। उहाँ चाहिँ मेरो श्रीमती, मेरो साली, छोरो होइन। कस्तो छ, सब ठिक छ नि होइन। भवाल गरेर बस्नु पऱ्यो भने यार, यत्तिकै व्यवस्था भयो भने त अनि हाम्रो चाहिँ सकाइन्छ त यार। अनि बत्ती चाहिँ यहाँ बनाउँदै हुनुहुन्छ। अनि एकजना चाहिँ यहाँ चाहिँ यस्तो भरत दाइले हामीलाई चाहिँ दसैँमा पिङ खेल्न पर्छ भनेर चाहिँ भुइँ छोड्नको लागि चाहिँ पिङ हालिदिनु भयो यहाँ। हामीले उनीकै गरेर चाहिँ। अनि आजको चाहिँ यहाँ चाहिँ रक्सी सर्लक्कै एउटा ठुलो रक्सी कोक, एउटा सानो रक्सी त यहाँ रहेछ यो होइन रहेछ। अनि चाहिँ आगो चाहिँ टक्क बनिरहेको छ हाम्रो चाहिँ। यहाँबाट चाहिँ बेहुलिनीहरू निस्किए। ल सबैलाई नमस्कार छ है। क्रिसमस मनाउनु लाग्यो क्या हामीले। ल आजको लागि चाहिँ सुत्ने व्यवस्था पनि यहाँ टक्क हुँदैछ। आगो चाहिँ यहाँ बालियो छ हाम्रो चाहिँ सबलक्क लाएर। अझै एउटा गाडी हो र खै रक्सी पनि आइसक्यो हाम्रो चाहिँ। यता चाहिँ टक्क आज राति चाहिँ यहाँ सुत्ने हो हामी चाहिँ सर्लक्क लाएर। कस्तो चलिरहेछ बुढी पोलाई? दामी छ। दराम हो क्या। साह्रै माया लाग्यो नि ल। ह्याप्पी बर्थडे कसको? मेरो जहिले बर्थडे हुन्छ होइन हामी। आजको बारबिक्यू चाहिँ यस्तो। अहिले अँध्यारो भइसक्यो। अहिले ठ्याक्कै लाएर तपाईँको चाहिँ 6:15 गइरहेछ। अनि हाम्रो चाहिँ यहाँ रक्क लाएर के छ छोरी हालखबर? मैले नि छोरी भनिदिएँ अरे। भरत दाइ के छ हालखबर? कस्तो चलिरहेछ? ल ठिक छ। सालीलाई चाहिँ कस्तो भइरहेछ अहिले? एकदमै। बुढीलाई गजब छ। ल जेठान दुई शब्द। अब चाहिँ भरत दाइको एकदम बिग फ्यान निर्जरा गुरुङ भर्सेस चिस गुरुङको चाहिँ लाइभ दोहोरी एकछिन चाहिँ हामी चाहिँ स्मरण बजाएर चाहिँ हक रमाइलो गर्नु गइरहेको छ। अब एउटा यहाँ छ गरे झुलामा अब भर्खरको 6 महिनाको नानीलाई यहाँ झुलामा हालिदिएको छ। के भने दाँत आएको छैन त्यही भएर ससेस खान्छ। रक्सी लाएर जनम भाइ यार तिमी भर्खर आएको? ल ल ल ल यार वेलकम छ यार। वेलकम छ। सर्भिस भइरहेको छ यहाँ चाहिँ हाम्रो। पानी चाहिँ भरि नै हालिदिनु पर्छ होला। भएन यार यो भरत दाइलाई पानी हाल्न लाएर के हाल्न लाएर त हुँदैन यार। दिनु यता दिनु रक्सी यार। कहाँ तपाईँ ठुलो मान्छेलाई अनि त्यस्तो गरेर हुन्छ यार। जनम के हाल्ने हो? खोइ यहाँ होइन आइस नि पानी छैन रहेछ क्या पानी। ए यता रहेछ तल रहेछ यार। यहाँ रहेछ भरत दाइ। खोइ मैले यो त मलाई आगोले पोल्ला जस्तो हो। खोइ दिनु त एकदम दाइ धन्यवाद है दाइ। ओहो भान्जी ल कति हालिदिउँ पानी? कति हाल्ने पानी भन न जन। ल ल के उद्याएको र यहाँ फेरि
आशी उदाउन डाँडा हरिणको मासु काट्नुपर्ने भयो। हरिणको मासु खानुलाई यस्तो गऱ्यो भने चाहिँ छोरो चक्कु चाहिँ साटो लाग्ने हुन्छ क्या अनि छोयो कि काट्यो यो बुता भयो होइन। बुता यो चाहिँ हाम्रो अहिले बुता काटिरहेको छ खै हाम्रो हरिणको मासु यो चाहिँ बुता बाह्र भयो। यसलाई चाहिँ काटौँला। यो चाहिँ हरिण हो हरिण हो नि त। हैच। फुल छ त ढेक्कै अनि। हजुर डाक्क हरिणको छातीको मासु है यो चाहिँ रातो हुँदो रहेछ यार बुता कलि सेतो सेतो हुँदो रहेछ। यो चाहिँ अलिक पातलो गरेर गरौँला है। गरौँ कि है। हुन्छ ल फेरि कस्तो हुन्छ। हैच। हजुर छोरा ल है त यस्तै गरी स्याट लाएर है त हामी रमाइलो गर्दैछौँ। के चिया हो बुढी हो मसाला चाय चाहिँ सट्ट यहाँ चाहिँ यो आधा चाहिँ शोभाले खान्छ होला यो मसलादार चाय चाहिँ हामी रक्सी खाएको भएर चाहिँ रक्सी नखानेले चाहिँ यस्तो तरिकाले पाइन्छ सट्ट लाएर नमस्कार गर त एकचोटि सबैले नमस्कार गर है नाच्ने चाहिँ मेरो बुढी हो फेरि त्यहाँ चाहिँ अघि चाहिँ लाइट नमिलेको भएर चाहिँ हल्का यस्तो माथि फर्काइदिएको थियो अहिले चाहिँ ट्याक्क लाइट बालेको छ हाम्रो ठुलो जेठान भरत दाई सानो जेठान यहाँ चाहिँ आज चाहिँ हाम्रो चाहिँ एकदम नयाँ भनेको चाहिँ मृगको हामी चाहिँ बाली गर्दैछौँ होइन त रक्सी छाल्दै दाल छ कस्तो छ सर्लक्क लाएर यता हेऱ्यो भने चाहिँ माथि आकाशमा चाहिँ जुन टिलिलिलिलिलिलिल परेपछि है सर्लक्क यता गयो भने चाहिँ एउटा लालटिन हेर्दै बसिरहेको छु नाना नासी बो कोन बो के भयो छोरा यहाँ मैले चाहिँ यहाँ चाहिँ यो डन्डी हालिदिएको छु जाम यहाँबाट चाहिँ बाबु चाहिँ कसरी निस्किन्छ भन्ने चाहिँ क्वेसन मेरो छोरीले चाहिँ टोपी उचालेर मासु पोल्दै थियो लाजायो के गर्यो सट्ट हालिदिएर हिँड्दिन मुटुमा माया धेरै धड्कन बढ्दै आयो यो मुटुमा माया धेरै धड्कन बढ्दै आयो तर आज मायालुको धेरै याद आयो तर आज मायालुको धेरै याद आयो यो मुटुमा भरदाई पनि उठ्नु भएछ है भर्दा अब सुरु है धेरै फोटो नखोज्नु नि खोल्ला जाएर बसिहाल्छ नि फेरि